पुरुषोत्तम महिना चाहिँ सूर्यमण्डल र चन्द्रमण्डलको गतिअनुसार चाहिँ प्रत्येक 3 वर्षमा अथवा 2.5 वर्षमा चाहिँ त्यो 1 महिना बन्दछ, जुन चाहिँ अब शेष भनौँ न, शेष भाग चाहिँ 1 महिना बन्दछ। त्यो 1 महिना चाहिँ पुरुषोत्तम मास मेला भनिएर गनिन्छ। अब पुरुषोत्तम मास मेलामा चाहिँ भगवान् पुरुषोत्तम जो मत्स्य रूप लिनुभएको छ, उहाँले चाहिँ त्यो महिनालाई चाहिँ सर्वश्रेष्ठ उत्तम बनाउनु भएको। अब यो मेलामा चाहिँ भगवान् मत्स्यनारायणको दर्शन गर्दा, पूजाआजा गर्दाखेरि, यहाँ आएर दान गर्दाखेरि चाहिँ यसीमेर यज्ञको फल प्राप्त हुने, सम्पूर्ण पाप नाश हुने, अनि मनको इच्छा पनि पूर्ण हुने, अनि भूमि दान गरेको फल प्राप्त हुने र अरू तीर्थस्थलमा नगइकन पुरुषोत्तम महिनामा चाहिँ मत्स्यनारायणमा आउनुपर्ने कारण चाहिँ के हो भन्दाखेरि सबै तीर्थका देवता पनि पुरुषोत्तम भगवान्लाई चाहिँ पुज्नको लागि पनि सबै देवता चाहिँ यहाँ आउने भएको कारणले गर्दाखेरि यहाँ मात्रै पुरुषोत्तम महिनाको मेला लाग्दछ। यसपालिको अपेक्षा के छ अघिल्लो वर्षहरूको अनुभवको आधारमा? अनुभवको आधारमा लाखौँ भक्तजन आउने अपेक्षा हामीले राखेको छ। यसभन्दा अगाडि पनि लाखौँ भक्तजनको उपस्थित थियो, अब केही कम भयो होला नभए अहिले चाहिँ अब लाखौँ आउँछन् भन्ने अपेक्षा छ। अब सत्ययुगको घटना अनि लिच्छवीकालीन मन्दिर अनि त्यसपछि श्री 3 सरकारबाट जीर्णोद्धार भएको भन्ने प्रमाणित कुराहरू छ। अनि पुरातत्व विभागले पनि लिच्छवीकालीन मूर्तिहरू यहाँ छ भनेर प्रमाणित गरिएको छ। अब द्वापर युगमा भगवान् कृष्णले चाहिँ ग्वालाहरूलाई उद्धार गर्ने क्रममा चाहिँ यो ठाउँमा आएर चाहिँ पीडा गर्नु भएको भन्ने चाहिँ प्रमाण श्रीमद् भागवतमा उल्लेख गरेको पाइन्छ। मत्स्य पुराणको कथा अनुसार चाहिँ सत्यव्रत राजाले ध्यान जप तर्पण गर्दाखेरि हातमा माछा आयो, त्यो माछालाई संरक्षण गर्ने क्रममा चाहिँ यहाँ कुवा खनेर त्यो माछा राख्नुभएको। अनि त्यही माछाबाट चाहिँ शङ्खचक्र गदा पद्म लिनुभएको चतुर्बाहु नारायण, जो चाहिँ आदि कम्मरभन्दा मुनि माछाको भाग, त्योभन्दा माथि चाहिँ भगवान् विष्णुको दर्शन दिनुभएको ठाउँ। अनि पछि द्वापरयुगको अन्त्यमा चाहिँ कृष्णले ग्वालाहरूलाई उद्धार गर्ने क्रममा चाहिँ यो पुरुषोत्तम महिना मेला चलाएर अनि यसमा चाहिँ ग्वालाहरूको चाहिँ सन्तानलाई चाहिँ पछि दर्शनको रूपमा चाहिँ शिलाको रूपमा चाहिँ त्यही मत्स्य रूप नै यो यही ठाउँमा भएको र त्यही मन्दिरको आधारमा चाहिँ पछि लिच्छवीकालमा मन्दिर बनेको, जुन आकारको प्यागोडा शैलीमा बनेको छ। अनि मल्लकालीन राजाहरूले चाहिँ यहाँको जल लगेर औषधिको रूपमा प्रयोग गरेको भन्ने किंवदन्ती पनि छ। त्यसै गरी श्री 3 सरकारबाट धाराहरूको थप राखी अनि मूर्तिहरू पनि थप चाहिँ राखेर जीर्णोद्धार गरेको, यसलाई अलिक व्यवस्थित गरेको भन्ने प्रमाण चाहिँ गुठीमा पनि छ भन्ने मलाई जानकारी प्राप्त छ। त्यसै अनुसार अब हालसम्म संरक्षण यहाँको स्थानीयवासीहरू अनि त्यसपछि वडा जनप्रतिनिधिबाट भएको भन्ने कुरा चाहिँ हाम्रो 18 पुराण मध्येमा मत्स्य पुराण चाहिँ स्वर्ण पुराण हो। त्यो कारणले पनि मत्स्य अवतार पहिलो भन्ने चाहिँ हामी बुझ्दछौँ। त्यसै गरी काठमाडौँ तल हुँदाखेरि नै यहाँ तीर्थस्थल छ भन्ने कुरा चाहिँ कृष्णले पनि चाहिँ प्रमाण गरेको, कृष्ण आएर चाहिँ प्रमाणित भएको भन्ने पनि बुझिन्छ। अनि त्यसै गरी तपाईँको श्रीमद् भागवतको 8औं स्कन्धको 24औं अध्यायमा चाहिँ मत्स्यनारायण मत्स्य अवतारको वर्णन गरिएको पाइन्छ। अब यहाँ नै भएको घटना चाहिँ तपाईँको काठमाडौँ तल हुँदाखेरि नै तीर्थस्थल छ, मिन तीर्थ मत्स्यधामको रूपमा चाहिँ हामीले जानकारी यहाँको पुरानो बासिन्दा जुन ग्वालाका सन्तान अहिले गोपाली भनेर चिनिन्छ, उहाँहरूकै सन्तानबाट त्यो कुराहरू चाहिँ भन्दै हालको अवस्थासँग हामी बुझिन्छ त्यो पनि हो भन्ने कुरा। अब त्यसै गरी लिच्छवीकालमा पनि एउटा यहाँ लिच्छवीकालको शिलापत्र पनि हामी पाउँदछौँ। त्यसै मल्लकालको पनि छ अनि शाहवंशको पनि छ। त्यसै गरी श्री 3 सरकारबाट पनि जीर्णोद्धार र संरक्षण भएको भन्ने कुरा पनि प्रमाण भेटिन्छ। त्यसै गरी अब अहिले चाहिँ वडाबाट नगरबाट जस्तै नगरपालिकाबाट पनि बेला बेला चाहिँ संरक्षण भएको हामी पाउँदछौँ। मेला बाहेक चाहिँ भगवान् विष्णुको चाहिँ सधैँ पूजा हुने भएको भएर यो भगवान् विष्णुको पहिलो अवतार मत्स्य अवतारको रूपमा रहेको भएको कारणले गर्दाखेरि यहाँ चाहिँ अहिलेपछि एकादशी अनि त्यसै जन्मपूर्णे, कृष्णाष्टमी, रामनवमी, अरू चाडबाडमा पनि मन्दिर
खुलै हुन्छ अनि तपाईँको बिहान बेलुका पूजा आरती 365 दिनै हुन्छ अनि अघि पछि चाहिँ दर्शन गर्दाखेरि गोली नफुटेको बच्चाहरूको गोली फुट्ने, स्त्री पुरुषहरू विवाह नभएको स्त्री पुरुषको सम्बन्ध गाँसिने अनि दम्पतिहरूलाई पनि यहाँ आउँदाखेरि चाहिँ धन प्राप्त हुने अनि त्यसपछि सुख शान्ति हुने भन्ने ठुलो किंवदन्ती पाइन्छ। Thank you.